Hi everyone, नमस्ते, वेलकम छ अल वेलकम ब्याक टु माई च्यानल। मेरो नाम चाहिँ सीता राई हो भने मेरो घर उदयपुर जिल्लामा पर्छ अनि म चाहिँ विदाउट मनी बिना पैसा नेपाल टुर गरिरहेको छु, बिना पैसा नेपाल घुमिरहेको छु। अहिले चाहिँ म बिना विदाउट मनी आउँदा झापा इलामदेखि लगेर म 5 थर आइसकेको छु भनेदेखि सो म चाहिँ विदाउट मनी आएर मलाई चाहिँ यहाँनिर बस्ने व्यवस्था मिलाइदिनु भएको थियो सिङ्गापुर गेस्ट हाउसमा। म यहाँ बसिरहेको थिएँ अनि सो अब चाहिँ म जानुपर्ने हुन्छ। सो साथीहरू सुन्नु त, हस्पिटल लाइनमा त त्यही भएर म चाहिँ अब निलिनु पर्ने हुन्छ। मेरो आजको यात्रा चाहिँ छ हाम्रो एकदमै प्यारो ठाउँ ताप्लेजुङ जिल्लाको यात्रा रहेको छ। म चाहिँ अब यहाँ 5 थरबाट गाडीमा जानुपर्ने हुन्छ। मलाई गाडीको व्यवस्था पनि भइसकेको छ अनि म चाहिँ अब ताप्लेजुङतर्फ प्रस्थान हुनुपर्ने छ। साथीहरू मेरो चाहिँ दुईवटा माइक लिएर आएको थिएँ। मेरो माइक पनि बिग्रेको छ अनि त्यहाँ एक ठाउँ मोबाइल पठाउन देखाउनु पर्यो अनि त्यो माइक बिग्रेर आएको छ अनि हजुर संस्थापक भएकोले गर्दाखेरि संस्थाको मान्छे एकदम विशेष मान्छे भएकोले गर्दाखेरि हजुर पनि हामीले तपाईँलाई चाहिँ स्वागत गर्ने अवसर सुन्यौँ। हजुर त्यसको लागि हामी उहाँसँग पनि एकदमै आभारी छौँ। हजुर तपाईँको यात्राहरू चाहिँ तपाईँ गन्तव्यसम्म एकदमै सहजतापूर्वक पुगोस् भन्ने आशा राखेका छौँ। तपाईँले सोचेको कुराहरू पुगोस्। लक्ष्यमा पुग्नुको लागि केही धेरै कठिनाइहरू त कति पनि आउँछ नै, तर पनि त्यो कठिनाइहरूलाई पार गर्नुको लागि निमित्त हामीले हौसला स्वरूप हजुरलाई चाहिँ 5 जिल्लाको यो फिल्म सदरमुकाममा खदासम्म उडाएर स्वागत गर्ने निर्णय गरेर हजुरलाई यहाँसम्म बितायौँ। उहाँ चाहिँ हाम्रो एउटा संस्था छ ग्रिन इन्टरनेसनल क्लब भन्ने, यो चाहिँ जिल्ला कार्य समिति शाखा हो। काठमाडौँमा यसको हेडक्वार्टर छ र जिल्लाको अध्यक्ष हुनुहुन्छ उहाँ चाहिँ सूर्य आन्दनले र म चाहिँ सचिव मिलन विश्वकर्मा हो। त्यसै गरेर हाम्रो जितेनजी चाहिँ सदस्य हुनुहुन्छ होइन। अब तपाईँ अहिले यहाँदेखि कता जानुहुने, कसो के हो भन्ने? म चाहिँ अब ताप्लेजुङ जाने। हजुर, ताप्लेजुङ जाने कुरा चाहिँ थाहा पाइसक्यौँ। अनि ताप्लेजुङदेखिको तपाईँको यात्रा फेरि अर्को सुरु हुन्छ कि कसो? ताप्लेजुङबाट झरेर फेरि 5 थरको मेरो चाहिँ नेपालभरिको हो। हजुर, फेरि नेपालभरि तपाईँ उताबाट त आउनु भएको होइन नि त? तपाईँतिर अब फेरि यताबाट फेरि सुरु गर्दै जानु जस्तो लाग्यो। स्टार्ट मैले झापाबाट गरेको हो। सर ताप्लेजुङदेखि गरेको भए होइन, सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म एउटा देखिन्थ्यो। तर ठिकै छ, झापा पनि अब नजिक। इलाम पनि बस्नु? हजुर, इलाम बस्यो। ल ठिक छ। अब यही कार्यक्रमलाई चाहिँ यसो खदा उडाएर सहयोग गरिदिनु हुनका लागि म अध्यक्षज्यूलाई अनुरोध गरेँ। धन्यवाद हजुरलाई पनि एकदमै धेरै धन्यवाद। 5 थरमा एकदमै माया पाएको छु। आगामी दिनमा अरू जिल्लामा जाँदा पनि एकदमै माया पाउने आशा राखेको छु। हामीले गर्नुपर्ने सहयोगहरू के पर्छ, बाटोमा आइलाग्दाखेरि गर्नुपर्ने सहयोगहरूमा हामी पछाडि पर्ने छैन। हजुरको हाम्रो 5 थरको जिल्लाको यता सचिव हुनुहुन्छ भने यता चाहिँ हाम्रो हुनुहुन्छ जिल्लाको अध्यक्ष हुनुहुन्छ। उहाँलाई एकदमै धेरै धन्यवाद मलाई यो सम्मानको लागि। साथीहरू अहिले चाहिँ म 5 थरको एकदमै सम्मानीय सर अध्यक्षज्यू र म चाहिँ सचिवज्यूसँग चाहिँ भेट भइसकेको छ अनि उहाँले चाहिँ मलाई एकदमै सम्मान पनि गर्नुभयो। त्यसको लागि एकदमै धेरै आभारी छु। त अब चाहिँ हामी खाजा खाएर छुट्ने भन्ने कुरा भयो अनि अब चाहिँ हामी यहाँनिर खाजा खाएर चाहिँ छुट्टिन्छौँ। भिडियो कन्टिन्यू हेर्नु होला है त। मलाई चाहिँ 5 थर जाने गाडी आइसक्यो ताप्लेजुङ अनि सो मैले चाहिँ खाजा अलिक खान भ्याएन। सो त्यही भएर म चाहिँ अब जानुपर्ने हुन्छ साथीहरू। सो अब चाहिँ हामी यताबाट जानुपर्ने हुन्छ। गाडी चाहिँ मेरो यहाँ छ। कताबाट हो चढ्ने? यताबाट हो।
ब्याग चाहिँ हजुर हालिदिनुहोस् न। गरम छ अन्दाज म चाहिँ यहाँ गाडीमा लाउँदैछु सामान। ए ओके मैले साथीहरू मैले चाहिँ ताप्लेजुङ जाने गाडीमा पनि अब चाहिँ बसिसकेको छु। अब चाहिँ सरलाएर जानुपर्ने हुन्छ। भिडियो कन्टिन्यू हेर्नु होला। यहाँ चाहिँ हाम्रो बाटो बन्ने क्रम भइरहेको छ। बाटो अलि अप्ठ्यारो छ यता चाहिँ खोलामा चाहिँ यहाँ चाहिँ बाटो बन्दैछ है त। यस्तो बाटो छ। खोला तरेपछि चाहिँ यस्तो धुलो बाटोमा गएर चाहिँ अहिले धुलो त खानु परेको के गर्नु होइन। बाटो यस्तै छ पुरा धुलो छ। अहिले चाहिँ यताको वेदर चाहिँ अलि चिसो छ। हल्का सिन्जिन पानी पनि परिरहेको छ अनि एकदमै तलतिर भन्दा चाहिँ अहिले चाहिँ म यहाँ भानुचोकमा आइपुगेको छु अनि यहाँ चाहिँ अब एकछिन खाजा खानुपर्ने हुन्छ। सबैजना ओर्लिराख्नु भएको छ अनि म पनि खाजा खान्छु। अहिले चाहिँ म यहाँ खाजा खाने ठाउँमा छिरिसाडिएको छु। सो साथीहरू अनि म चाहिँ यहाँ श्रेष्ठ होटल भन्नेमा छु। ओके मेरो चाहिँ खाजा थुक्पा आइसक्यो। अब चाहिँ म खाजा थुक्पा खानुपर्ने हुन्छ साथीहरू। ल त साथीहरू मैले चाहिँ यहाँ खाजा पनि खाइसकेँ। अब गाडी यहाँ छ फेरि लगातार जानुपर्ने हुन्छ ताप्लेजुङतर्फ। अहिले चाहिँ हामी 5 थर ताप्लेजुङको सिमाना काबेली खोलामा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ। हामी यहाँबाट चाहिँ ताप्लेजुङ प्रस्थान प्रवेश भइसकेका छौँ। हामी चाहिँ अहिले चाहिँ खोला चाहिँ यता हेर्न सक्नुहुन्छ। है त ताप्लेजुङ प्रवेश भइसक्यो। अब चाहिँ हामी ताप्लेजुङ बजारमा आइसकेका छौँ। अब धेरैजना आइसक्यो भन्दा नि भयो। हेर्नुहोस् है हजुरहरू पनि हेर्नुहोस् है। ताप्लेजुङ बजार भइरहेको छ। बस पार्क
ताप्लेजुङ बजारको बस पार्क है दाइ बस पार्क रहेको छ यो चाहिँ ल हजुर यता पारी भएर जानु नपाएको हामी आइसकेका छौँ चाहिँ यो गाडीमा आएको हो अनि म चाहिँ अब त्यहाँ मेन चोक जान्छु साथीहरू यसो मेन चोकमा गएर चाहिँ एउटा भिडियो बनाउँछु म गएर सो भिडियो हेर्दै गर्नु होला है त साथीहरू कोही कन्ट्याक्ट पनि छैन कि साथीहरू कहाँ हिँडेको के गर्ने मलाई केही थाहा छैन अब एउटा न एउटा उपाय होला नि त होइन त साथीहरू ल है त ल मन्दम मोकुम्लुङमा हार्दिक स्वागत छ वेलकम टु मोकुम्लुङ हजुर म त यतिकै हिँडिरहेको छु म बिना पैसा नेपाल टुर गरिरहेको छु के छैन नि ल हाम्रो नेपाल ताप्लेजुङको मेन चोक रहेको छ यहाँ चाहिँ है त हेर्न सक्नुहुन्छ हजुरहरूले सो म चाहिँ यहाँ आइसकेको छु अनि यही हो हाम्रो ताप्लेजुङ बजारको सदरमुकाम मेन चोक है त साथीहरू ल हेर्नुहोस् है म चाहिँ यतापट्टि गएको छैन यतातिर चाहिँ गएको थिएँ सुन्नुहोस् न थोरै आउनु न यहाँ म गाडीमा आएको नि हजुर एउटा भिडियो बनाइदिनु होस् यहाँनिर पाँचतरमा पनि देखेको थिएँ अनि त्यो झोलुङ्गे पुलमा पनि हजुर ए हजुर यस थ्याङ्क यू ओके मलाई चाहिँ यहाँ एकजना ब्रदरले चाहिँ भिडियो बनाइदिनु भयो किनभने मसँग त्यहाँनिर स्ट्यान्ड छ तर अलिक घाममा कसरी गर्ने त्यही भएर सो म चाहिँ अलि मासु यतातिर हेर्छु है सो हेर्दै गर्नु होला भिडियो कन्टिन्यू है त साथीहरू यहाँ ताप्लेजुङमा आइसकेको छु प्रीति ओहो उहाँ ए अन्जना दिदी हजुर ल ए ल हस् थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मैले चाहिँ तपाईँलाई फलो गरिरहेको थिएँ कि अस्तिदेखि उदयपुरदेखि तपाईँ हिँड्नु भयो म चाहिँ अञ्जना कडारी है ताप्लेजुङमा तपाईँलाई न्यानो स्वागत छ थ्याङ्क यू ए थ्याङ्क यू सो मच ल मलाई चाहिँ म चाहिँ ताप्लेजुङ आइसकेको छु म चाहिँ मनिका राई हजुरलाई धेरै धेरै स्वागत हाम्रो ताप्लेजुङमा थ्याङ्क यू सो मच एकदमै उहाँलाई धन्यवाद छ हाम्रो ताप्लेजुङमा थ्याङ्क यू सो मच हजुरहरूलाई एकदमै धेरै धन्यवाद
यो हेल्पको लागि एकदमै आभारी छु है। ताप्लेजुङमा यहाँ मैले के अरे प्रीति थलङ अनि यता हाम्रो हुनुहुन्छ मनिचा राई, यता हुनुहुन्छ हाम्रो अन्जना। तपाईँको थर भन्ने आउँदैन क्या, भन्दैन। ए ल ओके, थ्याङ्क यू सो मच। उहाँहरू चाहिँ मलाई लिन आइसक्नु भएको छ है साथीहरू। ल म लाइभमा बसिरहेको थिएँ, अब चाहिँ म लाइभ इन पनि गर्छु होला सायद। ल नमस्ते, स्वागत छ तपाईँलाई हाम्रो ताप्लेजुङमा। थ्याङ्क यू सो मच, थ्याङ्क यू, नमस्ते। ल है त अब चाहिँ जाम हो कि हामी चाहिँ यहाँ थोरै एकछिन बस्यौँ, सो फेरि अहिले चाहिँ हामी अब जाँदैछौँ है त। ल है त हामी चाहिँ अझै पनि जाँदैछौँ। अब हामी कहाँ जाने हो? यहाँ दिदीको पसल छ। हजुर ए के गर्नु भनेर चाहिँ गर्छौँ, सल्लाह गर्छौँ। ए हस् हुन्छ। तपाईँ यहाँदेखि अझै गाउँमा पनि जानुहुने हो कि यहीँसम्म? म गाउँतिर पनि जान्छु। हजुर अब गाउँतिर गउँ, साथीहरू भेटिएला नि त। तपाईँले माथि पाथी भएर चाहिँ म सायद जान्न होला। हजुर पहिला पनि गएको। अब माथि भनेको चाहिँ अब कस्तो भने अलिकति सबै बोकेर यहाँ हो, बोकेर खान्छ नि त अलिकति माथि ओके। हामी चाहिँ यहाँ एडी होटल एन्ड लज चियाहरू खानुलाई जाँदैछौँ। गाउँ चाहिँ कुन गाउँ? सबै अब गाउँै थाहा छैन, अब हेर्नुपर्छ। कुमकुमे झरना चाहिँ यहाँदेखि कता हो? मेरो जन्मथलो हो ट्याक्कै फेरि। त्यो चाहिँ कहाँ पर्छ? थल्लङ भन्नेमै हो। मेरो थर जुन छ नि त्यहीमा पर्छ। कहाँ हो थल्लङ? कुमकुमे झरना। यहाँदेखि यो बस पार्कदेखि गाडी लाग्छ। कहिले ट्राभल गर्नुहुने भन्नु त? म भोलितिर जाम भनेको। हजुर कति टाइम लाग्छ? गाडीमा तपाईँलाई 4-5 घन्टा, 5 घन्टा धेरै नै। गएर फर्किन चाहिँ भ्याइँदैन? गएर फर्किनुलाई चाहिँ गाडी पाउँदैन फेरि। ए बस परेर त्यहाँ गाउँहरू छ? यहाँनिर बस्नु होला, यहाँनिर बस्नु नि त तपाईँ। के हुन्छ ल वेल साथीहरू चाहिँ हामी चाहिँ अब यहाँ एकैछिन चिया खानुलाई यहाँ आइसकेका छौँ। हामी चाहिँ यहाँनिर चिया खाने ठाउँमा आएको थियौँ। अहिले चाहिँ हाम्रो यहाँ खाजा पनि आइसकेको छ। अब चाहिँ हामी खाजा खानु लागिरहेको छौँ साथीहरू। भिडियो कन्टिन्यू हेर्नु होला है। ल त साथीहरू अब चाहिँ हामी यहाँ खाजा नास्ता चिया खाएर चाहिँ अब चाहिँ हामी यहाँबाट निक्लेको। सो अब चाहिँ हामी त्यहाँ कता व्यवस्था गरिदिनु भएको छ, त्यहाँनिर जानुपर्ने हुन्छ। ए दाजु हाम्रो दिदी अन्जना दिदीको पसल छ। पसलको बावजुद पनि मलाई टाइम निकालेर सहयोग गरिदिनु भएको छ, एकदमै धेरै धन्यवाद। हजुर ताप्लेजुङ बजारमा हुनुहुन्छ भने एकचोटि अवश्य भिजिट गरिदिनु होला है। ल त अहिले चाहिँ हामी अब जाने ठाउँमा चाहिँ गाडी यहाँ आइसकेको छ। अब चाहिँ हामी जानुपर्ने हुन्छ। ल जाम ल दिदी आउनु ल बिस्तारै। ए हस् ल जाम ओके। यो एकछिन परिश्रम मात्रै हो। ल हामी चाहिँ अब अहिले चाहिँ जाँदैछौँ। ल आउनुहोस् है बिस्तारै। ल त हामी अब जाँदैछ है त। होइन ल त साथीहरू मलाई चाहिँ ताप्लेजुङ आएर उहाँहरूले चाहिँ यहाँ रहेको नाङ्लो होटलमा व्यवस्था गरिदिनु भएको छ, एकदमै धेरै धन्यवाद। अनि मलाई हेल्प गर्नुहुने चाहिँ उहाँहरू 4 जना हुनुहुन्छ। सो अब म चाहिँ यहाँनिर बस्नुपर्ने हुन्छ। ल ओके म चाहिँ हजुरलाई अलिकति नजिकबाट हाम्रो नाङ्लो होटल पनि देखाउनेवाला छु है त। ल हाम्रो नाङ्लो होटल चाहिँ यहीँ रहेको छ है त। ल आइसक्यो है त। ल आइसकेँ। हाम्रो चाहिँ नाङ्लो होटलबाट चाहिँ बाहिरको भ्यू चाहिँ एकदमै दामी देखेको छ है। ताप्लेजुङको एकदमै राम्रो, यति सफा, यति क्लियर देखेको छ। अनि अहिले चाहिँ हामी यहाँ रुम हेर्दैछौँ। अनि यहाँ चाहिँ मेरो लागि चाहिँ उहाँहरूले रुम हेरिदिँदै हुनुहुन्छ। ल त मलाई चाहिँ उहाँहरूले यहाँ नाङ्लो होटलमा चाहिँ नाङ्लो गेस्ट हाउसमा चाहिँ
रुम मिलाइदिइसक्नु भएको छ। एकदमै धेरै आभारी छु, एकदमै धेरै आभारी छु। थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई। ल त मलाई चाहिँ यहाँ रुममा छोडिदिएर अहिले एकछिन चाहिँ उहाँहरू चाहिँ जानुहुन्छ अनि अहिले फेरि बेलुकाखेरि अहिले भेट्न आउनुहुन्छ। ल हस् त त्यति बेलासम्मको लागि छुटा माइत। ओके ल हस् हुन्छ। अब उहाँहरू चाहिँ जानुहुन्छ। अब अहिलेको प्रीतिजीहरू चाहिँ अञ्जना दिहरू चाहिँ एकछिनमा आउनुहुन्छ होला। सो उहाँहरूले पनि हेल्प गर्नु भएको छ। सो उहाँहरूलाई एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। ल अब एकदमै धेरै धन्यवाद हजुरहरूलाई, एकदमै धेरै लाइभबाट पनि मलाई हेरेर यतिसम्म सपोर्ट गरिदिनु भयो। ताप्लेजुङमा यति माया पाएको छु, एकदमै धेरै धन्यवाद हजुरहरूलाई। हस् ल सहयोगै हो नि। ल उताबाट आएपछि फेरि एकचोटि हामी जोडिनेछौँ, भेट्नेछौँ। ल हस् हस् हुन्छ हस्। वेल साथीहरू अहिले चाहिँ मलाई यहाँ अघि आउँछ भन्नुभएको चाहिँ उहाँ मलाई हेल्प गर्नुहुने साथीहरू चाहिँ आइसक्नु भएको छ। सो अब चाहिँ मेरो भिडियो यहीँनिर इन्ड हुन्छ। आजको दिनमा मैले कहाँबाट कसरी आएँ के गरेँ सबै भिडियो हजुरहरूले देखि नै हाल्नुभयो। सो साथीहरू अहिलेसम्म हेरिदिनु भएकोमा एकदमै धेरै थ्याङ्क्सफुल छु। अनि स्पेसली ताप्लेजुङमा मलाई सपोर्ट गर्नुहुने सबैलाई एकदमै धेरै धन्यवाद भन्दै भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई।